हेलो एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। म चाहिँ अब मेरो युट्युब च्यानलहरुमा चाहिँ भिडियोहरु कन्टिन्युअसली हाल्दै जान्छु। अब मेरो सब्स्क्राइबर पनि 6000 माथि भएछ। म छोराको मात्रै हाल्ने गर्थे, अलिअलि अरू भिडियोहरु हाल्ने गर्थे। अब चाहिँ मैले चाहिँ अब मेरो फेस देखाएर अथवा मेरो छोराको हुन्छ नि ब्लग टाइपको भिडियोहरु चाहिँ हाल्छु। सबैजनाले मेरो भिडियोहरु चाहिँ लाइक कमेन्ट शेयर गरिदिनु होला हैन। म चाहिँ यो के रे मेरो बाबु जन्मिसकेपछि चाहिँ मेरो फेस कस्तो भएको थियो कि अब त्यो हुनु पनि अब स्वाभाविक नै हो हैन। बच्चा भइसकेपछि स्किन केयर त हुँदैन। अनि त्यसपछि अनि यो बाबु के भन्छ रे 7 मन्थ भयो, मैले मेरो फेसको केयरै गरे थिएन के। सानो उता एकचोटि हेर त, ल उता हेर त, क्यामेरामा हेर त उता। अनि त्यसो केयरै गरेको थिएन। मोइस्चराइजरहरू चाहिँ लाउँथे, पुरानै थियो। अनि सबैले स्किनमा कस्तो चाया आएको जस्तो भयो भन्न थाल्नु भयो कि। अनि त्यस पछाडि चाया भन्नाले चाया पनि होइन, त्यो डार्क सर्कलहरू अब आँखामा त हुने भइहाल्यो, त्यो निन्द्रा पुगेको हुँदैन। तर मेरो मुखै भरि पुरै चाहिँ यस्तो ठाउँमा हुँदै गएको थियो कि। अनि त्यसपछि मैले घरकै कुराहरू चाहिँ के लगाएँ त, मैले स्किन पनि गएर टेस्ट गरेर मोइस्चराइजर सनब्लक पनि स्टिल अहिले लाइरहेको छु, त्यो पनि लाउँछु। तर मैले घरकै कुराहरू चाहिँ के चाहिँ लगाउँछु त हैन। के लगाएर चाहिँ त्यसले चाहिँ यस्तो धेरै हुन्छ नि, त्यो अचम्मै बनाउँछ कि त्यो क्रिमहरूले भन्दा नि। त्यो आफैलाई पनि हुन्छ नि कस्तो अबि हो र टाइपको लगाएर एकछिन मुख धोएर हेर्यो, आफ्नो फेस नै कस्तो छुट्टै भएको जस्तो हुन्छ कि। म तपाईहरुलाई त्यो देखाउँछु है त के हो त्यो भनेर। आफ्नै घरमै पाइने हामीले खानेकुराहरुमै युज हुने कुराहरू हो के। यो आलु भयो हैन, यो आलुलाई चाहिँ मैले 3-4 घण्टा चाहिँ के भन्छ रे, यो आलु भयो हैन, यसलाई चाहिँ मैले फ्रिजमा 3-4 घण्टा राखेको थिएँ हैन। किनभने अलिकति चिसो लाउँदा नि फेसमा अनि हल्का शीतल पनि हुन्छ नि त, गर्मी महिना छ। अब यो आलु मैले चाहिँ यो बिहान र बेलुका लगाउनलाई एउटा राखेँ हैन। अब यसलाई चाहिँ सानो सानो पिस पारेर चप गर्ने अनि मिक्सरमा ग्राइन्ड गर्ने। अनि त्यसपछि ग्राइन्ड गरेर अनि थोरै बेसार हाल्ने। अनि त्यसपछि बेसार हालेर त्यसलाई घोल्ने हैन। मैले चाहिँ बनाएँ कि यस्तो। तपाईहरुलाई कतिको बाक्लो अथवा पातलो बनाउन मन लाग्छ त्यही अनुसार। यसमा हनी मिसाउँदा पनि हुन्छ। मेरो चाहिँ स्किन अलरेडी त्यो चिल्लो हो नि त, त्यही भएर मलाई हनी चाहिँ अलि सुट गर्दैन। अनि ड्राई स्किन हुनेहरूलाई चाहिँ सुट गर्छ हैन। यी मैले यसरी बनाएँ, यतिको पातलो हैन यो बनाएँ। म तपाईहरुलाई ब्याक क्यामेरा गरेर नि देखाएँ। यस्तो झोल जस्तो बनाएँ मैले। अब यो म मेरो फेसमा एप्लाई गर्छु हैन। त्यो मेरो ब्रस नै कहाँ पुगे धुनु पर्ने बेला भएछ। अनि यसरी एप्लाई गर्ने। म चाहिँ धेरै बेर राख्दिनँ, किनभने मेरो छोराले अहिले देख्यो भने अहिले सबै पुस्दिन्छ। यसलाई चाहिँ 10 देखि 20 मिनेटसम्म राख्ने। तपाईहरुले यो बाक्लो बनाउँदा नि हुन्छ। मैले चाहिँ टाइममा लाइरहन्छु, त्यही भएर पानी जस्तो नै लाउँछु कि। मैले हनी चाहिँ लगाएँ हैन, हनी लाउँदा नि हुन्छ। यो लगाएर हेर्नु, यसले काम गरेन भने अनि मलाई आएर भन्नु कि यो अनुहारमा भएको डार्क सर्कलहरू, यो घामले डढेको चाहिँ यसले 100% नै जान्छ कि। जहिले पनि दिनमा 2 चोटि चाहिँ नत्र भए 1 चोटि चाहिँ लगाउन चाहिँ कहिले पनि नछोड्नु। यहाँ हेर्नुहोस् न, मैले लगाएँ। मेरो अझै हल्का डार्क सर्कल पनि छ, तर यो मलाई थाहा छ यो मेरो जान्छ कि चाँडै नै जान्छ। मैले लगाएँ। अब म 10 देखि 15 मिनेटसम्म राख्छु। अनि तपाईहरुलाई मेरो भिडियो कस्तो लाग्छ, तपाईहरुले लगाउनु भयो कि भएन, लगाएर कस्तो भयो त्यो पनि फिडब्याक दिनु होला।